स्वागत छ मेरो ब्लगमा। मेरो नाम रिजु र आजको ब्लगको स्टार्टिङ हुँदैछ धरमपुरको घरबाट। सो गाइस लोसारको चाहिँ सामान आइसक्यो। अहिले मेजरमेन्ट चल्दैछ भोलिको लागि, सरी पर्सिको लागि। स्टेजै भनेको 10 बाई 20 को दुईटा प्लाई राख्दैन हो, दुईटा चारजना 8 फुट गर्दैन भइगयो त। 8 बाई 6 को 8 बाई 6 गर्दा पनि हुन्छ। साइड गर्दा हुन्छ, 8 बाई 6 गर्दा पनि हुन्छ। यहाँ बनाउने पहिला उता बनाएको थियो। पहिला उता ठुलो जग्गा त अहिले यहाँ छ नि त, बाटोको छेउमा राम्रो हुन्छ। त्यता त घारी छ त्यता। हैन बास झार्दी राखेको 5 गते त नि गुम्बा गइहाल्छ। बुझेन 20 बाई 20 को पछि होल पनि छ हैन, त्यसकै भित्रमा यो साइडमा चाहिँ अलिकति के बाइँदैन। झन् साइलीको घरको त नजिकै हो नि। हाम्रो पनि त कुन्ताको टाढो छ उति त हो। अन्त नि एकैछिनमा हिँडेर आइपुग्यो। पहिला जानु बाप्रो त्यहाँ खेतबाट छिट्टै आइपुग्थ्यौँ हामी त। गाइस हाम्रो प्यारी भ्लगरलाई चाहिँ यहाँ गोली लागेको छ टाउकोमा, गोली पनि होइन हौ, बन्दुकले। खेलाउने बन्दुकले नि। सो गाइस पहिले चाहिँ यतातिर हुने गर्थ्यो होइन सोनम लोसार, अब चाहिँ उता हुने गर्छ अरे। अनि किनभने यहाँनिर थोरै मात्र ठाउँ छ नि त, त्यही भएर। गाइस गाडी चाहिँ गइसकेको छ, बाँस मात्रै राख्यो यता, अनि कुर्सी सुर्सी जम्मै लगेको छ। अब भोलिदेखि सुरु हुन्छ अरे। अनि अहिले चाहिँ सायद बाँस मात्रै गाड्नुहुन्छ होला। होइन बस त उति फ्याँकेर जानुभयो। के पो अरे उता झिलझिलेमा पनि गेटमा त्यो के गर्नु पर्यो थियो अरे, के सोनम लोसार भनेर। भन्दै त लु भ्युअर्सहरूलाई, भोलि चाहिँ कता पूजा हुन्छ? पूजा होइन अन्त जे भयो नि लोसार। भोलि चाहिँ लोसार 5 गते उता झिलझिलेमा हुन्छ, 6 गते चाहिँ यता हुन्छ। झिलझिले कहाँनिर हुन्छ भन्दा न? झिलझिले ठ्याक्कै यहाँ यता पेट्रोल पम्प गुम्बामा हौ। कि गुम्बा त देखिन्छ कि, तर पेट्रोल पम्प यता छ। अनि यता जाँदाखेरि ठ्याक्कै एउटा यता जाने बाटो हुन्छ, अनि यताबाट यता गएर आइहाल्छ छिटै। यो बाँसहरू यहाँनिर थन्काइदिएको छ। अब सायद भोलिबाट सुरु हुन्छ होला काम है, कि आजबाट पनि सुरु हुनसक्छ, किनभने थोरै मात्र छ अरे नि त गुम्बामा आएको। किनभने हाम्रो यहाँ लोसारको तयारी सुरु भइसकेको छ। अहिले 1 बजीदेखि उता तम्बु सम्बु गाड्न थालिसके। त्यहाँनिर नपाई पनि हुँदैछ र अब सायद भोलि अथवा पर्सितिर भोलि कम्प्लिटेड हुन्छ। र पर्सि लोसारको दिन हेर्नु न कति राम्रो हुन्छ। र निकोर्सी चाहिँ यहाँ खाना खाने गरिन्छ, प्रोग्राम टाइप हुन्छ अरे। अब हेरौँ कस्तो हुनेछ। बर्नेमा त यस्तो कहिले पनि हुँदैन, यता चाहिँ हुँदो रहेछ भन्ने मैले थाहा पाएँ। जहाँ त पुरै गाउँले नै पैसा उठाउँदो रहेछ 1000 रुपियाँ। अनि तम्बु सम्बुहरू डोनेसन पनि दिँदो रहेछ यस्तो लोसारहरूको लागि। अनि यता त मिलेर मनाउँदो रहेछ। हाम्रोतिर त यस्तो चलन केही पनि छैन। बाँकी अहिले घरमा म एक्लै छु, अनि त्यही भएर बस जे थियो त्यहाँनिर बनाउँदै थियो, त्यही भएर मैले हजुरहरूलाई देखाइदिइहालेँ। मात्रै 2 जना छौँ, एउटा रकी अनि एउटा मलाई पनि कतै जानु मन छ, तर के गर्नु चिज आएको छैन कि, त्यही भएर मान्छे छैन, त्यही भएर है रकी। भिडियोमा यति नै। र हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने एउटा लाइक, र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद। बाई बाई।